माथि माथि कस्तो जगत छ कल्पना गर्न सक्छौ तिमी के एकपल्ट प्रभुको छको मात्रले थाहा पाउने छौ स्वर्ग त्यस्तै छ स्वर्ग त्यस्तै छ संसार भन्दा बेग्लै हुन्छ त्यो जगतमा रोइएको मानिस हुन्छ ख्रिस्टको रगतमा संसार भन्दा बेग्लै हुन्छ त्यो जगतमा रोइएको मानिस हुन्छ ख्रिस्टको रगतमा त्यहाँ पीर मर्का फिक्री हुँदैन ज्योतिको राज्य अँध्यारो टिक्दैन स्वर्ग त्यस्तै यस दुनियामा रमा छैन यो दुनिया मेरो घर होइन Let's go.
कष्ट सहेर दिन्छन् उनले प्रतिफल जीवनमा आनन्द दिन्छन् उनले प्रतिफल जीवनमा कति राम्रो परमेश्वरको सृष्टि कति राम्रो पर्वतहरू कति राम्रो मलाई गुहार कहाँबाट आउँछ परम प्रभुबाट नै आउँछ आउँछ आउँदैछौँ तँ गएर खोलेर हामी फेरि यता आउँदैछौँ हालेलुया सन्तानहरू हो ल जय मसीह वार्ड कार्यालय यो वार्ड नम्बर 9 हो हाम्रो चाहिँ घर भएको वार्ड नम्बर 8 हो पहिलो होइन ल्याउला खाँदै भएर हो क्या हिँड्नु त बानी पार्नु पर्छ भन्नुभयो अब यता भने ल्याउँछ खुट्टा यस्तो चिप्लो घर आयो है ल मोटर बाटो बनाएको बाई बाई
उसैमा रगत बहाउने हो हा 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 हो 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 उहाँ नै हुनुहुन्छ पापीहरूका मुक्तिदाता उहाँ नै हुनुहुन्छ पापीहरूका आज चाहिँ हामी हाम्रो दिदीको घरमा आएको छ नि यहाँ बस्नुभयो भाइ भन्दै हुनुहुन्छ यहाँ नानी छ यहाँ दिदी छ यहाँ मकै खोल्साउँदै हुनुहुन्छ भाइहरूले यता चाहिँ हाम्रो दाइ हुनुहुन्छ गाडीमा त के अरे जानु लिटरली झिपिक पारे मोरा बाटो नराम्रो भए पनि एकदम चलो लानु साउनु बाय बाय सकिया
जाम उता जाम ए लगाइ ल ल दिदी बाई बाई गरिदिनु ल बाई बाई जय मसी नासा पुखरी नासा व्यवसाय ल्याना